विजयादशमीको लगभग अन्त्यसँगै नजिकै गरेको दीपावलीको शुभकामना भन्दै मैले यसपालि आफूले टिको त लगाइन, किनभने देशमा यस्तो विषम परिस्थिति छ। र अर्को कुरा, जुन अहिले भ्रष्टाचार विरुद्धको अभियानमा हामीले 79 साल फागुन 1 गते मेचीको पुलमा राजाको हातबाट दियो बालेर, पानसमा दियो बालेर शान्तिका दूत परेवा उडाएर सुरु गरेको भ्रष्टाचार विरुद्धको आन्दोलन एउटा उचाइ लिँदै गर्दा अहिले पछि आएर जुन जेनजी आन्दोलन जुन भाइ बहिनीहरूले गर्नुभयो र त्यसको उपलब्धि के भयो त्यो सबैलाई सर्वविदितै छ। खास गरेर भ्रष्टाचार भनेको के हो भने आफूले पनि आफ्नो पैसा धेर खर्च गर्नु पनि भ्रष्टाचारै हो। त्यसले गर्दाखेरि यो भ्रष्टाचारमा जति नेता छन्, नेता भन्दा बढी बिचौलियाहरू, व्यापारीहरू छन्। त्यसले गर्दाखेरि मैले 79 साल फागुन 1 गतेदेखि उठाउँदै आएको एउटा देश एउटा व्यक्तिले गर्दा मात्रै बिग्रिँदैन, एउटा नेताले गर्दा मात्रै बिग्रिँदैन। त्यो नेतालाई सिकाउने, प्रोत्साहन गर्ने, प्रशय दिने व्यक्तिहरूले गर्दा पनि देश बिग्रिन्छ। आज देशको हालत यो भएको हो। त्यसले गर्दाखेरि म केही दिनभित्रैमा लगभग 100 जना जति जो बिचौलिया, जो दलाल, जो तस्कर, जो हरेक कुरा मिलाउने, हुनै नसक्ने कुराहरू मिलाएर पैसा कमाउने, पैसा कमाऊ, व्यापार गरेर कमाऊ न, जे पनि गरेर पैसा कमाउने र पैसा कमाउनको लागि कहीँ छोड्दै नछोड्ने त्यस्ता व्यक्तिहरूको नाम पनि सार्वजनिक गर्दैछु। हुन त मैले पहिला पनि सार्वजनिक गर्दै आएको हो, तर अहिले मैले 100 जना जतिको नाम सार्वजनिक गर्दैछु। 100 जना जति दलाल व्यापारीहरू, दलाल पुँजीपतिहरू, यिनलाई व्यापारी पनि भन्दैन, दलाल पुँजीपति भन्छ। लुटेर कमाउने, कमाउने नकमाउने होइन, कति कमाउने, कति चाहिन्छ पैसा, कति खाने भन्ने कुरो जान्नु पर्यो नि। त्यसले गर्दाखेरि म तपाईहरु सम्पूर्णलाई के भन्न चाहन्छु भने नेताहरू मात्रै छैनन्, नेताहरू जति छन् त्यति नै भ्रष्टाचारी व्यापारीहरू पनि छन्। र लघुवित्त तिनीहरुकै हातमा, सहकारी तिनीहरुकै हातमा, फाइनान्स तिनीहरुकै हातमा, बैंक तिनीहरुकै हातमा, व्यवसाय तिनीहरुकै हातमा, इन्स्योरेन्स तिनीहरुकै हातमा, रिइन्स्योरेन्स तिनीहरुकै हातमा र एउटा टुथपेस्टदेखि गाडीको सोरुमसम्म तिनीहरुकै हातमा भनेपछि त्यसले गर्दाखेरि यो सबै कुराको सँगसँगै यो बारबारा फाउन्डेसनलाई लगानी गर्ने केही मारवाडीहरू, केही बिचौलिया दलाल नेपालीहरू छन्। यी सबैको नाम म सार्वजनिक गर्दैछु। र अस्ति मैले जति गरेँ बालनजीप्रति, अरू सबैजनाको जुन कुन कुन फाउन्डेसनबाट कति पैसा लगानी र के को लागि लगानी भएको त्यो त 10% मात्रै आएको, 90% आउन बाँकी छ। पर्खिनुहोस्, अझै सही प्रमाणसहित म सार्वजनिक गर्दैछु। र 1000 यस्ता व्यक्तिहरू छन् नेपालमा जो सुकिला मुकिला, जो पत्याउनै नसक्ने, तिनको कारणले गर्दाखेरि आज देश भन्न लायक भएन। दशैंको फुलपातीको दिन पनि युवाहरूले देश छोडेको छ। यो कुरो, यो वातावरण बनाउने कसले भन्दा यिनै दलालहरूले हो। त्यसले गर्दाखेरि 100 जना बिचौलिया व्यापारी, नेपालका व्यापारी भनौँदा तस्करहरूको फोटो सहित नाम सार्वजनिक गर्छु, नेताहरूको पनि फोटो सहित म नाम सार्वजनिक गर्दैछु। पर्खिनुहोस्, नआतिनुहोस्। र यो देशमा वैदिक सनातन, किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न हामी एक भएर लागौँ। हामीले यो देशलाई अब हिन्दू राज्य बनाउन सकेनौँ भने हाम्रो देश सिद्धिन्छ र विदेशी सेना आएर नेपालमा झर्दैछ। यो कुरा तपाईहरु सोच्नु होला र बुझ्नु होला। अहिलेलाई म यति भन्दै चाँडै ती नामहरू सार्वजनिक गर्दैछु। नमस्ते।